नमस्ते सम्पूर्णमा। आज हामी माइक्रोसफ्ट वर्डमा टेबल इन्सर्ट कसरी गर्छौँ र टेबलको फर्मेटिङ सम्बन्धी हामी सिक्नेछौँ। आजको यो ट्युटोरियलमा तपाईहरु सम्पूर्णलाई स्वागत छ। माइक्रोसफ्ट वर्डमा टेबल इन्सर्ट गर्नको लागि हामी इन्सर्ट मेनुमा जान्छौँ। इन्सर्ट मेनुमा गइसकेपछि यहाँनिर तपाईले टेबल्स भन्ने ग्रुप देख्नुहुन्छ। यो टेबल्स भन्ने ग्रुपमा क्लिक गर्नुभयो भने यहाँनिर हामीले केही रो र कोलमका डिजाइनहरु देख्नेछौँ। त्यसमा तपाईले माउसको कर्सरलाई मुभ गर्नुभयो भने हामीले म्याक्सिमममा 7x6 को टेबलसम्म इन्सर्ट गर्न सक्छौँ, अथवा हामीले आफ्नो आवश्यकता अनुसार हामी यहीँबाट पनि टेबल इन्सर्ट गर्न सक्छौँ, अथवा यो भन्दा बढी हामीले टेबल नम्बर अफ रो भएको टेबलहरु इन्सर्ट गर्नु पर्यो भने हामी इन्सर्ट टेबलमा क्लिक गर्छौँ। इन्सर्ट टेबलमा क्लिक गरिसकेपछि एउटा सानो पपअप विन्डो खुल्छ। यो विन्डोमा तपाईले नम्बर अफ कोलम्स इन्टर गर्न सक्नुहुन्छ, कतिवटा कोलम भएको टेबल इन्सर्ट गर्ने हो। त्यसपछि नम्बर अफ रोज इन्सर्ट गर्न सक्नुहुन्छ, कतिवटा रो हाम्रो टेबलमा राख्न चाहनुहुन्छ त्यो नम्बर अफ रोज इन्सर्ट गर्नुहोस् र यहाँबाट तपाईले ओके गरेर तपाईले टेबल इन्सर्ट गर्न सक्नुहुन्छ। अहिले हामी एउटा 3x4 को एउटा टेबल इन्सर्ट गरौँ, जसमा नम्बर अफ कोलम 3 तीनवटा कोलम भएको र रो चारवटा कोलम रो भएको एउटा टेबल इन्सर्ट गरौँ। त्यसपछि तपाईले हरेक कोलमको विड्थलाई फिक्स कोलम विड्थमा राख्न सक्नुहुन्छ, अथवा कन्टेन्ट अनुसारले त्यो म्यानेज हुने किसिमले फिट टु कन्टेन्ट गर्न सक्नुहुन्छ, अथवा विन्डोको साइज अनुसारले त्यसलाई म्यानेज गर्न सक्नुहुन्छ। अहिलेलाई हामी फिक्स्ड कोलम विड्थ राखेर हामी ओके गरौँ। ओके क्लिक गर्नु भएपछि हाम्रो एउटा टेबल इन्सर्ट हुन्छ र यो टेबलमा हामीले टेबलमा क्लिक गरिसकेपछि टप लेफ्ट कर्नरमा एउटा ह्यान्डल रहन्छ। यो ह्यान्डलबाट चाहिँ हामी क्लिक गरेर यो टेबललाई मुभ गर्न सक्छौँ भने बटम राइट कर्नरतिर एउटा सानो स्क्वायर बक्स देख्नुहुन्छ। यो चाहिँ टेबललाई रिसाइज गर्ने ह्यान्डल हो। यहाँ क्लिक गरेर चाहिँ तपाईले टेबललाई रिसाइजहरु गर्न सक्नुहुन्छ। र अब अर्को कुरा गरौँ, जस्तै यसमा हामीले टेबलमा डेटा इन्सर्ट गर्नको लागि चाहिँ हामी कुनै एउटा टेबल सेलमा क्लिक गरेर हामी टाइप गर्न सक्छौँ र नेक्स्ट ट्याबमा अथवा नेक्स्ट सेलमा मुभ गर्नको लागि चाहिँ हामी किबोर्डमा ट्याब प्रेस गरेर त्यो काम गर्न सक्छौँ। भने तपाईले जस्तै अब हामी केही स्याम्पल डेटाहरु टाइप गरौँ र मानौँ म अहिले पहिलो रोको अन्तिम रोमा छु, पहिलो रोको अन्तिम कोलममा छु। अब मलाई नेक्स्ट रोको सेकेन्ड रोको फर्स्ट कोलममा जानु पर्यो भने फेरि तपाईले किबोर्डमा ट्याब प्रेस गर्न सक्नुहुन्छ। र यसरी नै तपाईले डेटा इन्सर्ट गर्न सक्नुहुन्छ। जस्तै म अहिले यहाँ इन्सर्ट गर्छु 1 राम कुमार श्रेष्ठ, एड्रेस राखौं भक्तपुर, त्यसैगरी 2 श्याम बहादुर कार्की काठमाडौँ, हरि कृष्ण अधिकारी ललितपुर। हामीले भर्खरै 3x4 को एउटा टेबल इन्सर्ट गर्यौं। यो टेबलमा हामीले डेटा इन्सर्ट गरिसकेका छौं। अब यो टेबलमा भएका केही फिचरहरुको कुरा गरौँ। जस्तै अहिले यो टेबलका सबै कोलमहरु एउटै विड्थका छन्। तपाईलाई टेबलका कोलमको विड्थहरु अथवा रोको हाइटहरु चेन्ज गर्नुपर्ने छ भने हामीले माउसको कर्सरलाई यो बोर्डरमा लान्छौं र कर्सर यो सेपमा चेन्ज भइसकेपछि, यो रिसाइजको सेपमा चेन्ज भइसकेपछि तपाई यसमा क्लिक गरेर ड्र्याग गर्न सक्नुहुन्छ। यसरी चाहिँ हामी कोलमको विड्थ र कोलम विड्थहरु खडबड गर्न सक्छौं भने त्यसरी नै रोको हाइटहरुलाई पनि हामी बढाउन घटाउन सक्छौं। त्यसको लागि चाहिँ हामीले यो रोको बोर्डरमा क्लिक गरिसकेपछि हामीले यसलाई ड्र्याग गर्न सक्छौं।
अब यो टेबलका केही अरू फिचरहरूको कुरा गरौँ। जस्तै तपाईँले यसमा नयाँ रो थप्नु पऱ्यो भने, सबभन्दा अन्तिममा रो थप्नु पर्ने छ भने तपाईँले सिम्पली सबभन्दा लास्ट सेलमा क्लिक गरिसकेपछि तपाईँले ट्याब प्रेस गर्नुभयो भने हामी नयाँ रो थपिन्छ। यसमा हामी नयाँ डेटा इन्सर्ट गर्न सक्छौँ। भने यदि मानौँ मलाई बिचमा कहीँ रो इन्सर्ट गर्नुपर्ने छ भने, रोहरू इन्सर्ट गर्नुपर्ने छ भने जुन रोको माथि अथवा तल हामीले नयाँ रो इन्सर्ट गर्नुपर्ने हो, पहिला त्यहाँ हामी राइट क्लिक गर्छौँ। जस्तै अहिले म श्यामबहादुर कार्की पछि एउटा नयाँ रो थप्न गइरहेको छु। त्यसकारण म श्यामबहादुर कार्कीको रोमा पहिला राइट क्लिक गर्छु। अनि राइट क्लिक गरिसकेपछि यहाँ तपाईँले अप्सनहरू देख्न सक्नुहुन्छ। यहीँनिरबाट पनि तपाईँले इन्सर्ट भन्ने अप्सन पाउनुहुन्छ। यहाँबाट पनि इन्सर्ट गर्न सक्नुहुन्छ, अथवा यो जुन क्विक एक्सेस मेनु छ यहाँबाट तपाईँले इन्सर्ट मेनुमा गइसकेपछि यहाँ तपाईँले जुन सेलमा क्लिक गर्नुभएको छ त्यो सेलभन्दा लेफ्टमा कोलम थप्नुहुन्छ भने यो पहिलो अप्सन सेलेक्ट गर्नुहोस्। राइटमा कोलम थप्न चाहनुहुन्छ भने दोस्रो अप्सन, र श्यामबहादुर कार्की नाम भएको रो भन्दा माथि रो थप्न चाहनुहुन्छ भने यो इन्सर्ट रो अबभ क्लिक गर्नुहोस्, अथवा तल थप्नु चाहनुहुन्छ भने इन्सर्ट रो बिलो गर्नुहोस्। यही अप्सन यो इन्सर्ट यहाँ मेनुमा पनि रहन्छ। यहाँबाट तपाईँले इन्सर्ट रो अथवा कोलम गर्न सक्नुहुन्छ। अहिलेलाई म एउटा नयाँ रो श्यामबहादुर कार्की पछि एउटा नयाँ रो थप्छु। अब यसरी चाहिँ हामी नयाँ रोहरू थप्न सक्छौँ र यसमा डेटाहरू हामी राख्न सक्छौँ। र अहिलेको लागि मैले एउटा स्याम्पल डेटाहरू राखेँ। त्यसै गरी हामी कोलम थप्नको लागि पनि कुनै कोलम थप्नुपर्ने कोलममा त्यसको लागि हामीले कुनै सेलमा राइट क्लिक गर्नुपर्ने हुन्छ। इन्सर्ट मेनुमा जानुहुन्छ र त्यसपछि कोलम टु द लेफ्ट अथवा कोलम टु द राइट। जस्तै अहिले म फुल नेम र एड्रेसको बिचमा मलाई यदि कोलम चाहिन्छ भने र मेरो कर्सर अहिले एड्रेस सेलमा छ भने मैले इन्सर्ट कोलम टु द लेफ्ट मैले सेलेक्ट गर्नुपर्ने हुन्छ। र यसरी चाहिँ हामी कोलमहरू एड गर्न सक्छौँ। जस्तै म यसमा अब अर्को एउटा कोलम थपौँ मोबाइल नम्बर भनेर। अहिलेलाई हामी ऱ्यान्डम कुनै नम्बरहरू इन्सर्ट गरौँ। यो यसरी हामी कोलम रो थप्न सक्छौँ कुनै पनि टेबलमा। र तपाईँले यो टेबललाई सबै सेलेक्ट गर्नुपर्ने छ भने यसरी क्लिक गरेर पनि सेलेक्ट गर्न सक्छौँ ह्यान्डलमा, अथवा कुनै एउटा सिङ्गल रो अथवा कोलम मात्र सेलेक्ट गर्नुपर्ने छ भने तपाईँले क्लिक गरेर ड्र्याग गर्न सक्नुहुन्छ, अथवा जतिवटा रो अथवा कोलम सेलेक्ट गर्नुपर्ने हो तपाईँले त्यसरी क्लिक गरेर ड्र्याग गर्न सक्नुहुन्छ। यसरी हामी टेबलमा सेल अथवा कोलमहरू हामी सेलेक्ट गर्छौँ। अब यसमा हामीले यो टेबलमा क्लिक गरिसकेपछि माथि मेनुमा डिजाइन र लेआउट दुईवटा मेनु थपिन्छ, जसमा टेबलको डिजाइन मेनु यो टेबलको डिजाइनसँग रिलेटेड कामहरूको लागि हामी युज गर्छौँ भने लेआउटमा टेबलभित्रका डेटाहरूलाई कसरी म्यानेज गर्छौँ, त्यसको अलाइनमेन्टदेखि लिएर अरू कुराहरू लेआउटमा रहन्छ। सबभन्दा पहिला टेबलको डिजाइनमा जाउँ। डिजाइनमा तपाईँले हेर्न सक्नुहुन्छ। जस्तै हामीसँग अहिले यो जुन टेबल छ यो टेबलमा अहिले नर्मल टेबल बनेको छ, बोर्डर छ। अब तपाईँले कुनै टेबलको स्टाइलहरू एप्लाई गर्नुपर्ने छ भने तपाईँ यो डिजाइन मेनुमा आएर टेबल स्टाइल्समा यहाँ रेडिमेड स्टाइलहरू सेलेक्ट गर्न सक्नुहुन्छ। जस्तै अब यो विभिन्न डिजाइनको टेबल्सहरू हामी यहाँबाट स्टाइलहरू एप्लाई गर्न सक्छौँ। जस्तै उदाहरणको लागि अहिले मैले यो येल्लो यो सेलेक्ट गरेँ। अब हेर्नुहोस् त यहाँ पहिलो रो पनि हाइलाइट भएको छ यो स्टाइल अनुसार, र पहिलो कोलम पनि हाइलाइट भएको छ। अब यो कुराहरूलाई तपाईँले म्यानेज गर्नु पऱ्यो भने तपाईँले यहाँ रिबनमा सबभन्दा लेफ्ट बारमा यहाँ हेडर रो, टोटल रो जस्ता टेबल स्टाइल अप्सनहरू देख्नुहुन्छ। जस्तै अहिले मेरो टेबलमा हेडर रो पनि छ र हेडर कोलम पनि छ। यदि तपाईँले यो फर्स्ट कोलमलाई डिसेबल अनटिक गर्नुभयो भने यो पहिलो कोलम चाहिँ हाइलाइट हुँदैन। यो स्टाइलमा हामीले कस्टमाइज गर्नको लागि हो। त्यसै गरी मानौँ हेडर रो पनि तपाईँले हाइलाइट गर्न चाहनुहुन्न र यसलाई स्पेसल ट्रिट गर्न चाहनुहुन्न भने हेडर रो पनि तपाईँले डिसेबल गरिदिन सक्नुहुन्छ। अथवा अहिले यो जुन ब्यान्डिङ हरेक रो फरक फरक कलरको आइरहेको छ, तपाईँले ब्यान्डेड रोजहरू पनि तपाईँले डिसेबल गरिदिन सक्नुहुन्छ। ब्यान्डेड रो डिसेबल गर्नुभयो भने त्यो किसिमको प्याटर्न यहाँनिर आउँदैन। हेर्नुहोस् त यो एउटा प्लेन कलरमा फेरि आइसकेको छ होइन। अब तपाईँलाई एउटा नर्मल
टेबल फर्मेटिङ चाहिन्छ भने तपाईँले यो फेरि इनेबल गर्न सक्नुहुन्छ। यहाँबाट तपाईँले टेबलका रेडिमेड टेम्प्लेटहरू अथवा स्टाइलका टेम्प्लेटहरू पाउन सक्नुहुन्छ। हामीले विभिन्न टेम्प्लेटहरू छन्, यसलाई हामी युज गर्न सक्छौँ अथवा आफ्नै नयाँ टेबल स्टाइल पनि हामी एप्लाई गर्न सक्छौँ। भने अर्को कुरा गरौँ सेडिङ। जस्तै कुनै सेललाई मात्र हामीले पर्टिकुलरली कुनै एउटा सेललाई हाइलाइट गर्नुपर्ने छ भने हामी यो सेललाई हामी सेलेक्ट गर्छौँ अथवा यहाँ क्लिक गर्छौँ, कर्सरलाई त्यहाँ पुर्याउँछौँ, टाइपिङ कर्सरलाई, अनि सेडिङमा गएर यहाँबाट हामी कुनै एउटा कलर अप्सन सेलेक्ट गर्न सक्छौँ र त्यसले चाहिँ त्यो सेललाई सेलको ब्याकग्राउन्ड कलर भनौँ अथवा सेलको कलरलाई चाहिँ चेन्ज गरिदिन्छ। त्यसै गरी मैले अब फेरि टेबल सबै सेलेक्ट गरेँ, नर्मल टेबल नै अहिले राखेँ। अहिले बोर्डर देखिरहनु भएको छ सबै टेबलमा। त्यसपछि यो डिजाइन मेनुमा आएर मैले अब बोर्डर स्टाइल्स, बोर्डरको स्टाइल कस्तो बनाउने त त्यो हामीले यहाँबाट बोर्डर स्टाइलबाट चेन्ज गर्न सक्छौँ। त्यसपछि एउटा ब्रस देखिन्छ, यहाँबाट चाहिँ हामीले कुन कुन बोर्डरले चाहिँ हामीले त्यो स्टाइलहरू एप्लाई गर्ने हो हामी यसरी क्लिक गर्दै त्यसलाई एप्लाई गर्न सक्छौँ, बोर्डर एप्लाई गर्न सक्छौँ। अहिले मैले यसलाई अन्डु गरेँ। त्यसै गरी तपाईँले बोर्डरको टाइपहरू डटेड बोर्डर अथवा डबल लाइन बोर्डर अथवा कर्भ लाइन बोर्डरहरू यसरी हामी सेलेक्ट गर्न सक्छौँ। बोर्डरको विथहरू तपाईँ सेलेक्ट गर्न सक्नुहुन्छ यहाँबाट। त्यसै गरी कलर सेलेक्ट गर्न सक्नुहुन्छ, बोर्डरको कलरहरू सेलेक्ट गर्न सक्नुहुन्छ। र अर्को भनेको यहाँबाट हामी बोर्डर्समा गएर, जस्तै अहिले म बोर्डर्समा अर्को एउटा राम्रो अप्सन भनेको यो बोर्डर्समा यहाँनिरबाट चाहिँ हामीले यो टेबलका बोर्डरहरू कन्ट्रोल गर्ने अथवा राख्ने अथवा हटाउने कामहरू गर्न सक्छौँ। जस्तै मैले सबै टेबलको सबै सेल सेलेक्ट गरेँ, त्यसपछि बोर्डरमा गएर मैले नो बोर्डर्स गरेँ भने सबै बोर्डर हट्छ, केवल टेक्स्ट मात्र रहन्छ। जबकि यहाँ टेबल बाँकी छ, टेबल हुँदाहुँदै पनि बोर्डर चाहिँ हाम्रो इन्भिजिबल बन्छ भने तपाईँले फेरि टेबल सबै सेलेक्ट गरेर फेरि अल बोर्डर्स गरेर सबै बोर्डर फेरि ल्याउन सक्नुहुन्छ। अहिले मेरो बोर्डरको टाइप चाहिँ डबल लाइन बोर्डर सेलेक्ट भइरहेको छ, त्यस कारणले यो किसिमको बोर्डर आयो। मैले सिङ्गल लाइन बोर्डर सेलेक्ट गरेँ र फेरि एकचोटि यसलाई चाहिँ नो बोर्डर्स गरेर फेरि अल बोर्डर्स गऱ्यो भने सिङ्गल लाइन बोर्डर देखिन्छ। त्यसरी अरू बोर्डर पेन्टहरू गर्नु पऱ्यो भने यहाँबाट गर्न सकिन्छ। त्यसपछि कुरा गरौँ टेबल लेआउटको। टेबल लेआउटमा हामीसँग टेबल्समा भएका डेटाहरूको अरेन्जमेन्टसँग सम्बन्धित अप्सनहरू यहाँ रहन्छन्। जस्तै अहिले मैले यो टेबललाई रिसाइज गर्दाखेरि हाम्रो टेबलको टेक्स्टहरू चाहिँ बाई डिफल्ट टप लेफ्ट कर्नरमा अलाइन भइरहेको छ। अब यसलाई हामी अलाइनमेन्टहरू मिलाउन सक्छौँ। त्यो बाहेक अरू अघि हामीले जुन सर्टकट मेनुबाट एप्लाई गऱ्यौँ, जस्तै तपाईँ कुनै टेबललाई डिलिट गर्न चाहनुहुन्छ अथवा कुनै रोलाई डिलिट गर्न चाहनुहुन्छ भने पनि यहाँबाट गर्न सक्नुहुन्छ। कोलम डिलिट गर्न चाहनुहुन्छ र कुनै एउटा पर्टिकुलर सेल मात्र डिलिट गर्न चाहनुहुन्छ भने पनि यहाँबाट हामी डिलिट गर्न सक्छौँ। त्यसै गरी कुनै रो थप्नु पऱ्यो, जहाँनिर कर्सर छ त्यसको अबभमा रो थप्नु पऱ्यो भने यहाँबाट क्लिक गरेर हामी नयाँ रो थप्न सक्छौँ यसरी। अथवा यसको बिलोमा थप्नु पऱ्यो भने इन्सर्ट रो बिलो भन्ने अप्सन छ। त्यसै गरी कोलम थप्नु पऱ्यो भने इन्सर्ट कोलम टु द लेफ्ट, इन्सर्ट कोलम टु द राइट, यो अप्सनहरू यहाँबाट हामी कोलमहरू एड गर्न सक्छौँ अथवा रो एड गर्न सक्छौँ। त्यसै गरी अब जस्तै यो ब्ल्याङ्क रोलाई डिलिट गरिहेरौँ, यसमा हामी क्लिक गर्छौँ, कर्सरले पहिला त्यो रोमा पुर्याउँछौँ, त्यसपछि डिलिटमा गएर डिलिट रोमा क्लिक गर्छौँ। यसरी चाहिँ हामी एउटा इन्टायर रोलाई डिलिट गर्न सक्छौँ। अब त्यसै गरी अर्को हामी यसमा टेबलको सेलहरूलाई हामी मर्ज गर्न सक्छौँ। जस्तै मैले मोबाइल र एड्रेस दुवै सेललाई मैले सेलेक्ट गरेँ र त्यसपछि म मर्ज ग्रुपमा आएर मैले मर्ज सेल गरेँ भने यो दुवै अब एउटा सिङ्गल सेल बन्छ। तपाईँले जतिवटा सेललाई मर्ज गर्नुपर्ने हो त्यो सेलहरू सेलेक्ट गर्नुहोस्, त्यसपछि मर्ज सेलमा क्लिक गरेर तपाईँले मर्ज गर्न सक्नुहुन्छ। त्यसै गरी अलरेडी मर्ज भएको सेललाई, जस्तै एकचोटि फेरि हामीले रिडु गरौँ, मोबाइल र एड्रेस दुईवटा सेललाई हामीले मर्ज गरेर एउटा सेल बनाएका थियौँ। अब यो सेललाई फेरि हामीले स्प्लिट गर्नु पऱ्यो, टुक्राउनु पऱ्यो भने हामी स्प्लिट सेलमा क्लिक गरेर यो सेललाई चाहिँ हामीले स्प्लिट गर्न सक्छौँ। जस्तै अहिले यो सेललाई चाहिँ मलाई दुईवटा कोलममा डिभाइड गर्नुपर्ने छ, त्यही भएर म नम्बर अफ कोलम 2 सेलेक्ट गर्छु। तर रो चाहिँ एउटै मात्र भयो भने पुग्छ भने मैले नम्बर अफ रो चाहिँ 1 बनाएर यसलाई ओके गरिदिन्छु। त्यसपछि यो टेबलले चाहिँ
दुईटा सेलमा स्प्लिट गरिदिन्छ। अब यो बोर्डर चाहिँ अब यो स्प्लिट भएको जस्तो देखिन्छ, त्यही भएर हामीले तलको बोर्डर मात्र ड्र्याग गर्दाखेरि यो एउटै बोर्डर, माथिको बोर्डर चेन्ज भइरहेको छैन। तपाईँले त्यसको लागि चाहिँ यो दुवै बोर्डरलाई पहिला ल्याएर अलाइन गरिदिनुहोस्। एकपटक अलाइन गरिसकेपछि चाहिँ त्यसपछि हाम्रो बोर्डरहरू चाहिँ दुवै सँगसँगै यो मुभहरू हुन्छन्। त्यसपछि तपाईँले टेबलहरू यो कोलमको विथहरूलाई अटो फिट गर्ने अथवा कन्टेन्ट अनुसार, जस्तै अटो फिट कन्टेन्ट गर्नुभयो भने कन्टेन्ट जहाँसम्म छ, जस्तै यहाँ श्यामबहादुर कार्की अथवा रामकुमार श्रेष्ठको नामसम्म अटेको छ, हरिकृष्ण अधिकारीसम्मको नाम यहाँसम्म अटेको छ भने त्यहाँसम्म। मोबाइल नम्बरमा सबभन्दा लङ्गेस्ट नम्बर भनेको यो छ यहाँ, त्यही भएर यो यति कन्टेन्ट चाहिँ फिट गर्ने। त्यसरी अटो फिट विथ कन्टेन्ट पनि गर्न सक्छौँ, अथवा अटो फिट विन्डो पनि गर्न सक्छौँ। विन्डोको साइज अनुसारले आफै टेबललाई रिसाइज गरिदिन्छ, अथवा कोलम फिक्स्ड विथको कोलम बनाउन सक्छौँ। र अर्को तपाईँले यहाँबाट सेल साइजको ग्रुपमा हरेक रोको हाइटहरू इन्क्रिज गर्न सक्नुहुन्छ। जस्तै मेरो कर्सर अहिले यो 4th रोमा थियो, गीता शर्मा भक्तपुर भन्ने रोमा थियो, त्यही भएर मैले हाइट इन्क्रिज गर्दाखेरि एउटा मात्र हाइट इन्क्रिज भएको छ। अनि डिक्रिज गर्नुपर्ने छ भने त्यसरी नै हामी कर्सरले पुर्याएर डिक्रिज पनि गर्न सक्छौँ। सिमिलरली यो कोलमको विथलाई घटाउने अथवा बढाउने काम पनि गर्न सकिन्छ। र अर्को कुरा, अब यदि हामीले सबै सेलहरू अथवा सबै रो कोलमहरू चाहिँ इक्वल्ली डिस्ट्रिब्युट गर्न चाहन्छौँ भने यहाँ डिस्ट्रिब्युट रोज र डिस्ट्रिब्युट कोलम्स भन्ने अप्सन पनि रहन्छ। डिस्ट्रिब्युट रोज गऱ्यो भने यो सबै रोहरू युनिफर्मली डिस्ट्रिब्युट हुन्छन्, इक्वल साइजमा इक्वल हाइटमा डिस्ट्रिब्युट हुन्छन्। अनि हामीले चाहिँ यो सबै टेबल सेलेक्ट गरेर एकचोटि डिस्ट्रिब्युट रोज गरौँ फेरि एकचोटि, अनि सबै सेल सेलेक्ट भइरहेको छ भने अब डिक्रिज गर्दाखेरि सबै रो त्यसरी नै डिक्रिज हुँदै जान्छ हाइट। सिमिलरली डिस्ट्रिब्युट कोलम गऱ्यौँ भने सबै कोलम को विथ एउटै रहन्छ। त्यसपछि हामीले म्यानुअली पनि यसलाई फेरि रिसाइज गर्न सक्छौँ। अब सिरियल नम्बरको लागि त यति धेरै स्पेस चाहिँदैन, त्यस कारणले यसलाई हामी फेरि रिसाइज गरिदिन सक्छौँ। भने अब हामी कुरा गरौँ टेक्स्ट अलाइनमेन्टको विषयमा। टेबलभित्र भएका यो टेक्स्टहरू अहिले बाई डिफल्ट टप लेफ्ट कर्नरमा छन्। तपाईँले टेबलको लेआउट मेनुभित्र चाहिँ यो टेबलको सेलभित्रका टेक्स्टहरूलाई विभिन्न अलाइनमेन्टमा राख्न सक्नुहुन्छ। यहाँ देखिरहनु भएको छ होला, हामीसँग टेबलको सेलभित्र टोटल 9वटा अलाइनमेन्टहरू हामीसँग छन्। जस्तै टप लेफ्ट कर्नरमा अलाइन गर्ने, जस्तै कुनै एउटा सेललाई मैले क्लिक गरेँ, यो बाई डिफल्ट टप लेफ्ट कर्नरमा अलाइन हुन्छ। त्यसपछि टप मिडल अर टप सेन्टर, र त्यसपछि टप राइट कर्नर, सिमिलरली मिडल लेफ्ट, मिडल सेन्टर र मिडल राइट, सिमिलरली बटम लेफ्ट, बटम सेन्टर र बटम राइट। यसरी चाहिँ हामीले सेलको भ्यालुहरूलाई अथवा कन्टेन्टहरूलाई चाहिँ यसरी अलाइन गर्न सक्छौँ। तपाईँ सबै कन्टेन्टहरूलाई सबै सेलको भ्यालुहरूलाई अलाइन गर्न चाहनुहुन्छ भने सबै सेलेक्ट गर्नुहोस्, टेबलको सबै कन्टेन्टलाई सेलेक्ट गर्नुहोस्, त्यसपछि यहाँबाट तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। भने टेक्स्टको डिरेक्सन चेन्ज गर्नु पऱ्यो भने हामीले यो टेक्स्ट डिरेक्सनमा क्लिक गरेर यो डिरेक्सन पनि चेन्ज गर्न सक्छौँ। अनि सेल मार्जिनको काम भनेको चाहिँ यो टेबलको सेलको बोर्डर र कन्टेन्टको बिचमा कति ग्याप राख्ने, त्यसले चाहिँ हामी यो सेलको मार्जिनहरू भन्छौँ। यहाँ चाहिँ हामीले सेलको मार्जिन राखेर पुरै यो बोर्डरबाटै स्टार्ट गर्ने हो अथवा बोर्डरबाट केही ग्याप दिएर चाहिँ हामीले टाइप गर्ने हो, त्यो चाहिँ हामी यहाँबाट कन्ट्रोल गर्न सक्छौँ। अब अर्को कुरा गरौँ टेबलको सर्टिङ। जस्तै अहिले यो मेरो टेबलको डेटाहरू ऱ्यान्डम अर्डरमा छ, सिरियल नम्बर अनुसार पनि यो छैन, अल्फाबेटिकल अर्डरमा पनि यो सर्टिङ छैन। यदि तपाईँले टेबलमा भएका डेटाहरूलाई सर्टिङ गर्नु पऱ्यो भने पहिलो कुरा त यो सेल मर्ज भइरहेको छ भने त्यस्तो केसमा चाहिँ यो सर्टिङले काम गर्दैन। त्यस कारणले सर्टिङ गर्नु अगाडि चाहिँ हाम्रो यो टेबलका सेलहरू चाहिँ मर्ज नभएको कन्फर्म गर्नु पऱ्यो। र त्यसपछि तपाईँले सर्टिङ गर्नु पऱ्यो भने चाहिँ तपाईँले कुनै एउटा कोलममा क्लिक गरेर सर्टमा क्लिक गर्नुहोस्। त्यसपछि एउटा सानो विन्डो ओपन हुन्छ अनि यहाँ चाहिँ
तपाईँले के को आधारमा सर्ट गर्ने, जस्तै अहिले सिरियल नम्बरको बेसिसमा भनेर सेलेक्ट भइरहेको छ। सिरियल नम्बरको बेसिसमा यसमा भएको डेटाहरू चाहिँ हाम्रो नम्बर फर्मेटमा छ र नम्बर फर्मेटले चाहिँ असेन्डिङ अर्डरमा सर्टिङ गर्ने हो भने तपाईँले यो यति सेलेक्ट गरेर ओके गरिदिनुहोस्। ओके, मैले चाहिँ अघि हेडर रो मेरो टेबलमा थियो त्यो मैले सेलेक्ट गर्न बिर्सेछु। हेर्नुहोस् त अब यो डेटा चाहिँ सिरियल नम्बरको बेसिसमा सर्टिङ भइसकेको छ। मानौँ मलाई अब यो फुल नेमको बेसिसमा सर्टिङ गर्नुपर्ने छ भने म फेरि यो सर्टमा टेबल लेआउटभित्र सर्टमा जान्छु। त्यसपछि यहाँबाट सर्ट बाईमा म सबभन्दा पहिला त माई लिस्ट हेज हेडर रो गर्नु पऱ्यो, किनभने मैले सायद यहाँ अघि हेडर रो चाहिँ अनटिक गरेको थिएँ होला। त्यसपछि यहाँबाट मैले हेडर माई लिस्ट हेज हेडर रो गरिसकेपछि त्यसपछि अब यहाँ चाहिँ म फुल नेम सेलेक्ट गर्छु र यो डेटा टेक्स्ट डेटा छ र यसलाई मैले असेन्डिङ अर्डरमा राखेँ र ओके गरिदिनुहोस्। ओके गरेपछि हेर्नुहोस् त अब यो हाम्रो हेडर रो भइहाल्यो। सायद मैले अघि डिजाइनमा हेडर रो टिक्टर राखेको छु, यो उसले चाहिँ हेडर मानेन, डेटा मान्न थाल्यो, त्यो भएर मैले उता हेडर रो छ भनेर टिक लाउनु पऱ्यो। अब हेर्नुहोस् त यो नेम चाहिँ सबै अब अल्फाबेटिकल अर्डरमा छ र यो डेटा मात्र होइन, योसँग रिलेटेड सबै यो पुरै रो चाहिँ योसँगै यो सर्टिङ हुन्छ। र कहिलेकाहीँ हामीले एउटा भन्दा बढी कोलमको बेसिसमा पनि सर्टिङ गर्नुपर्ने हुन्छ। त्यस्तो बेलाको लागि चाहिँ हामी यो टेबल लेआउटमा गएर फेरि सर्टमा क्लिक गर्छौँ। अनि पहिलो क्राइटेरिया, जस्तै पहिलो क्राइटेरिया म पहिला मानौँ एड्रेसबाट सर्टिङ गर्छु। जस्तै भक्तपुरको पहिला भक्तपुर, त्यसपछि काठमाडौँ, ललितपुर, त्यसरी चाहिँ म सर्टिङ गर्न चाहन्छु। अनि त्यो एड्रेसको बेसिसमा सर्टिङ गरिसकेपछि पनि फेरि नामको बेसिसमा फेरि मलाई सर्टिङ गर्नुपर्ने छ भने पहिलो क्राइटेरिया म एड्रेस सेलेक्ट गर्छु। एड्रेसको बेसिसमा असेन्डिङ अर्डरमा सर्टिङ गर्ने। त्यसपछि देन बाईमा फेरि म अर्को त्यसपछि म फुल नेम सेलेक्ट गर्छु र यसलाई पनि असेन्डिङ अर्डरमा अथवा डिसेन्डिङ अर्डरमा सेलेक्ट गरेर यसरी एउटाभन्दा बढी कोलममा हामी सर्टिङ गर्न सक्छौँ। जस्तै अब यसलाई ओके गरिहेरौँ। अब यहाँ एल अगाडि आउनुपर्ने भए पनि पहिलो सर्टिङ उसले भक्तपुरको थ्रुबाट गर्यो अथवा एड्रेसमा भक्तपुरलाई एउटा ग्रुप पहिला लिस्ट आउट गर्यो। अनि यहाँभित्र भएका नेमहरूलाई पनि फेरि असेन्डिङ अर्डरमा अल्फाबेटिकल अर्डरमा उसले चाहिँ सर्टिङ गर्यो। त्यसै गरी अर्को काठमाडौँको दुईजना हुनुहुँदो रहेछ, त्यसमा पनि फेरि नेमको बेसिसमा फेरि सर्टिङ गरेको छ भने ललितपुरबाट एकजनाको मात्र रेकर्ड छ अहिले, त्यही भएर यो चाहिँ सबभन्दा लास्टमा आएको छ। यसरी हामीले सर्टिङहरू गर्न सक्छौँ। र अर्को कुरा, जस्तै यो टेबललाई हामीले फेरि कुनै अब टेबल रिमुभ गर्नु पऱ्यो तर मलाई यो टेबलको डेटाहरू चाहिँ चाहिन्छ भने म पहिला टेबललाई सेलेक्ट गर्छु यहाँ क्लिक गरेर। त्यसपछि यो टेबल लेआउटमा आएर कन्भर्ट टु टेक्स्टमा म क्लिक गरेर यसले चाहिँ म टेक्स्टमा कन्भर्ट गर्न सक्छु। अनि हरेक सेलको भ्यालुहरूलाई केले सेपरेट गर्ने भन्दाखेरि अथवा प्याराग्राफ मार्क पनि राख्न सक्नुहुन्छ, अथवा कमाले सेपरेट गर्ने भए कमाले सेपरेट गर्ने, ट्याबले सेपरेट गर्ने भए ट्याब सेलेक्ट गर्नुहोस्, अथवा अरू कुनै सिम्बलले सेपरेट गर्ने भए यो अर्को सिम्बल पनि हामी राख्न सक्छौँ। अहिलेलाई मैले ट्याब सेलेक्ट गरेँ र ओके गर्छु। ओके गरेपछि अब यो टेबलबाट अब यो एउटा टेक्स्टमा कन्भर्ट हुन्छ। अब यहाँ चाहिँ हाम्रो यो टेबलमा होइन, यो चाहिँ टेक्स्टमा कन्भर्ट भयो। अनि यसरी नै हामी फेरि यो टेक्स्टहरूलाई फेरि टेबलमा कन्भर्ट गर्नु पऱ्यो भने चाहिँ फेरि हामी यो टाइप भएको टेक्स्टलाई कुनै एउटा सेपरेटर चाहिँ हुनु पऱ्यो। जस्तै अहिलेको केसमा यहाँ ट्याबले सेपरेट भइरहेको छ यो मेरो डेटा। अब ट्याबले सेपरेट भएको हुनु पऱ्यो, सबै त्यो युनिफर्म हुनु पऱ्यो। जस्तै कुनै चाहिँ ट्याबले सेपरेट भएको, कुनै चाहिँ कमाले सेपरेट भएको, त्यसरी चाहिँ हुनु भएन। युनिफर्म कुनै एउटा क्यारेक्टर र कुनै एउटा सिम्बलले यो सेपरेट भएको हुनु पऱ्यो। अहिले मेरो केसमा ट्याबले सेपरेटेड छ डेटाहरू, त्यही भएर मलाई यसलाई फेरि टेबलमा कन्भर्ट गर्नु पऱ्यो भने यो टेक्स्टलाई म सेलेक्ट गर्छु। त्यसपछि इन्सर्ट मेनुमा गएर टेबलमा यहाँनिर कन्भर्ट टेक्स्ट टु टेबल भन्ने अप्सन पाउनुहुन्छ, यसमा क्लिक गर्छु। अनि यहाँबाट ऊ आफैले यसमा चाहिँ के को बेसिसमा सेपरेट टेक्स्ट एट के को बेसिसमा हामीले यो
टेक्स्टहरूलाई चाहिँ सेपरेट गरेर सेपरेट सेलमा सेभ गर्ने भनेर माग्छ। अहिले चाहिँ मेरो केसमा ट्याबबाट सेपरेटेड छ, त्यस कारणले म ट्याब नै सेलेक्ट गर्छु। त्यसपछि ऊ आफैले नम्बर अफ कोलम 4 भनेर डिटेक्ट गरिसकेको छ, नम्बर अफ रो 6 भनेर डिटेक्ट गरेको छ। अनि त्यसपछि म यसलाई ओके गरिदिन्छु। यो चाहिँ हाम्रो फेरि पहिले जस्तै टेबलमा कन्भर्ट हुन्छ। यो अथवा हामीले जुनसुकै नर्मल टेक्स्टमा पनि टाइप गरेका कुराहरूलाई टेबलमा कन्भर्ट गर्नु पऱ्यो भने हामी यसरी कन्भर्ट गर्न सक्छौँ। अब हामी एउटा स्याम्पल एउटा टास्क गर्छौँ। हामी यहाँनिर एउटा चाहिँ बिल बनाउँछौँ। अब यसको लागि चाहिँ हामी सबभन्दा पहिला लेआउट मेनुमा गएर साइज सेलेक्ट गरौँ। हाम्रो बिलको साइज चाहिँ अब A5 साइज छ, बनाउँछौँ हामी A4 को हाफ। त्यसपछि यसको मार्जिन सेट गरौँ, न्यारो मार्जिन 0.5 मार्जिन। ओरिएन्टेसन पोर्ट्रेट मोड नै ठिक छ। अब हामी यहाँ एउटा बिल क्रिएट गर्छौँ, तर टेबलको युज गरेर हामी बनाउँछौँ। जस्तै त्यसको लागि म पहिला इन्सर्ट मेनुमा गएर टेबलमा जान्छु अनि मलाई एउटा अब सिरियल नम्बर राख्न, अर्को डिस्क्रिप्सनको लागि भयो, त्यसपछि क्वान्टिटी अनि रेट र अमाउन्ट, यतिवटा मलाई कोलमहरू चाहिन्छ। अनि अब रो अहिलेको लागि मैले 4वटा युज गरेँ, म फेरि यसलाई थप्न सकिहाल्छु। अब यो टेबलमा म सबभन्दा माथि, मलाई सबैभन्दा माथि यहाँनिर हाम्रो पसलको भनौँ अथवा पसलको एउटा बिल बनाउँदैछौँ, एउटा पसलको टाइटल चाहियो। त्यस कारणले म पहिला के गर्छु, यसलाई म मर्ज गर्छु यो सेलहरूलाई। त्यही भएर मैले पहिला यो सेलहरूलाई सेलेक्ट गरेँ। त्यसपछि तपाईँ सिधै लेआउट मेनुबाट पनि गर्न सक्नुहुन्छ मर्ज सेल, अथवा यहीँनिर राइट क्लिक गर्नुभयो भने पनि तपाईँले यहाँ अप्सन पाउनुहुन्छ, मर्ज सेल्स भन्ने अप्सन पाउनुहुन्छ। मर्ज सेलमा क्लिक गर्छु र त्यसपछि म यहाँ यो कन्टेन्ट टाइप गर्छु। है त, न्यू ABC स्टेसनरी एन्ड सप्लायर्स भनेर मैले यो टेक्स्ट टाइप गरेँ। अब यसलाई सेन्टर अलाइनमा राखौँ। त्यसपछि अर्को रो पनि मलाई यो मर्ज गर्नुपर्ने छ, म यसलाई पनि राइट क्लिक गरेर मर्ज गर्छु। यसको एड्रेस लेखौँ, यसलाई पनि सेन्टर अलाइनमा राखौँ। त्यसपछि तपाईँले लास्टमा रोहरू थप्नुपर्ने छ भने सबभन्दा अन्तिम सेलमा गइसकेपछि तपाईँले ट्याब प्रेस गरेर पनि सजिलै रो एड गर्न सक्नुहुन्छ। कति रो चाहिन्छ त्यो हामी एड गर्न सक्छौँ। त्यसपछि यहाँनिर मलाई अर्को चाहियो, यसलाई पनि थर्डलाई पनि म सेलेक्ट गर्छु, यसलाई मर्ज गर्छु। यहाँ हामी लेखौँ इन्भोइस भनेर, यसलाई पनि कन्ट्रोल ई प्रेस गरेर पनि गर्न सक्नुहुन्छ, सेन्टर अलाइन गरेँ मैले। त्यसपछि हामीलाई चाहिन्छ बिल नम्बर, अनि मलाई राइट साइडतिर चाहिन्छ डेट। त्यसपछि यहाँ चाहिन्छ मलाई नेम र एउटा एड्रेस यहाँनिर मैले राखिदिएँ, डेटलाई पनि यहीँ राखिदिन्छु। अब तपाईँले यो सेलहरू, यो 3वटा सेललाई राइट क्लिक सेलेक्ट गरेर राइट क्लिक गरेर मर्ज सेल्स गर्नुहोस्। नेम भएको सेललाई पनि मर्ज गरिदिउँ। सिमिलरली डेट सेललाई पनि मर्ज गरौँ र एड्रेसको लागि पनि यो 2टा सेललाई मर्ज गरिदिउँ। अब त्यसपछि हामी अब यहाँनिर सिरियल नम्बर रहन्छ पहिलो, त्यसपछि डिस्क्रिप्सन अनि क्वान्टिटी, रेट र अमाउन्ट। यो सेललाई मैले सेलेक्ट गरेँ, यसलाई पनि सेन्टर अलाइन गरेँ अनि कन्ट्रोल बी प्रेस गरेर म बोल्ड गर्न सक्छु। त्यसपछि यो सिरियल नम्बरको लागि धेरै स्पेस चाहिँदैन मलाई, त्यस कारणले मैले यसलाई अलिकति रिसाइज गरिदिएँ। अमाउन्टको लागि पनि, अमाउन्ट र रेटको लागि पनि सिमिलर वेमा यसलाई रिसाइज गरिदिउँ।
त्यसपछि म यो रोलाई अलिकति ठुलो बनाउँछु। सकेसम्म एउटै पेजमा डिजाइन गरिदिउँ र अलिकति यो रोको हाइटहरु चाहिँ सबै थोरै इन्क्रिज गरिदिउँ। यसलाई म अर्को टाइटललाई अलिकति बोल्ड देखिने फोन्ट राखिदिन्छु। फोन्ट साइज इन्क्रिज गरिदिएँ। यसलाई इन्भोइसलाई पनि त्यसरी नै अर्को डार्क फोन्ट युज गरौँ। बाँकी हाम्रो कन्टेन्ट यहाँ रहन्छ। यो सेलहरुलाई पनि हामी सेलेक्ट गरेर मर्ज गरौँ र यहाँनिर हाम्रो टोटल लेभल रहन्छ। यसलाई पनि टेबल लेआउटमा गएर यसलाई मिडल राइटमा राख्दिउँ। यहाँनिर हाम्रो टोटल अमाउन्ट आउँछ। त्यसपछि एउटा हामीले यहाँ राखौँ। अर्को एउटा रो हामी एड गरौँ। यो पनि हाम्रो मर्ज सेलले मर्ज गरौँ। इनवर्ड्स भनेर यहाँनिर चाहिँ हामी यसरी स्पेस राखिदिउँ। त्यसपछि सबभन्दा लास्टमा हाम्रो सिग्नेचर रहन्छ। अब यो अहिले हेर्दाखेरि अब यो बिल जस्तो देखिएको छैन। अब यहाँ चाहिँ हामी बाँकी काम गर्छौँ। जस्तै मलाई यो माथितिर चाहिँ यस्तो बोर्डर देखाउनु पर्ने छैन भने म पहिला यो सेलहरुलाई पहिला सेलेक्ट गर्छु। यसरी टेबल डिजाइनमा जान्छु। यहाँबाट बोर्डर्समा गएर नो बोर्डर्स क्लिक गरिदिन्छु। अब बोर्डर हट्यो। तर यो सेलको पनि बोर्डर हटेको छ। त्यसकारण म फेरि यो एउटा रोलाई म सेलेक्ट गर्छु अनि बोर्डर्समा गएर फेरि अल बोर्डर्स अथवा टप बोर्डर मात्र सेलेक्ट गर्दा पनि पुग्छ। किनभने माथिको मात्र बोर्डर हटेको हो। त्यसकारणले माथिको बोर्डरलाई इनेबल गर्नको लागि फेरि यहाँबाट टप बोर्डर मैले सेलेक्ट गरेँ। सिमिलरली यहाँ तल पनि सबभन्दा लास्ट रोलाई म सेलेक्ट गर्छु। यसलाई टेबल लेआउटमा गएर सबभन्दा बटम राइटमा अलाइन गरिदिउँ। यसको साइज थोरै बढाइदिउँ। अनि यो रोलाई सेलेक्ट गरिसकेपछि यसको पनि हामी बोर्डरलाई रिमुभ गरिदिनेछौँ। नो बोर्डर गरिदिउँ। त्यसपछि माथिको टेक्स्टलाई मात्र सेलेक्ट फेरि रोलाई सेलेक्ट गरेर यहाँबाट फेरि अल बोर्डर्समा सेलेक्ट गरिदिनुहोस्। ल अनि डिजाइन मेनुमा गएर हामीले पेज कलर कुनै एउटा पेज कलर सेलेक्ट गर्न सक्छौँ। तपाईले बाँकी अरू कन्टेन्टहरुलाई बोल्ड चाहिन्छ भने बोल्ड गर्ने, इटालिक गर्ने यो कामहरु गर्न सकिन्छ। भनेपछि सिम्पल किसिमको बिल चाहिँ हामी यसरी एउटा टेबल युज गरेर यसमा हामीले टेबल युज गरेर टेबलमा पनि बोर्डरहरु इन्क्लुड गर्ने अथवा बोर्डरलाई रिमुभ गर्ने त्यो फिचरलाई चाहिँ हामीले युज गरेर एउटा सिम्पल इन्भोइस चाहिँ प्रिपेयर गर्यौं। अब यसलाई तपाई सेभ गर्न सक्नुहुन्छ। मेरोमा यो अलरेडी सेभ छ त्यसकारणले म यसलाई अब सेभ गरिदिन। अब अर्को एउटा हामी काम गरौँ टेबलमा। अब एउटा हामी यसरी यो रुटिन जस्तो बनाऊ। यो रुटिनमा हामीले विशेष गरी सेडिङ टेबलमा यो सेल मर्ज त्यसपछि सेडिङ गर्ने सम्बन्धी हाम्रो प्र्याक्टिस रहनेछ। यसलाई एकैछिन बनाइहालौँ। सबभन्दा पहिला मलाई एउटा टेबल चाहियो। त्यसकारण म इन्सर्ट मेनुमा जान्छु, टेबलमा जान्छु। त्यसपछि यहाँनिर मलाई अहिले 6वटा रो 6वटा कोलम र 7वटा रो चाहिन्छ।
म यहाँबाट सेलेक्ट गर्न सक्छु, अथवा म सिधै इन्सर्ट टेबलमा गएर यहाँबाट नम्बर अफ कोलम 6 त्यसपछि नम्बर अफ रोज चाहिँ 7 गरेर म ओके क्लिक गरेर म टेबल इन्सर्ट गर्न सक्छु। अनि यो टेबललाई सेलेक्ट गर्नु होला, लेआउटमा गएर यसको हाइट थोरै बढाइदिन सक्छु, सबै कन्टेन्टलाई सेन्टर अलाइन गरिदिन सक्छु अहिले नै। अनि त्यसपछि हामी यहाँ केही कन्टेन्टहरू टाइप गरौँ, जस्तै पिरियडहरूको लागि फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थसम्मको पिरियड मैले यहाँ राखेँ। त्यसपछि ट्याब प्रेस गर्दै जानुहोस्। अनि सन्डे अथवा अहिलेलाई यहाँ प्रेस गर्दै जाऊँ, सन्डे, मन्डे। किबोर्डको यो नेभिगेसन किजहरू, एरो किजहरू प्रयोग गरेर पनि तपाईँ सेलबाट एउटा सेलबाट अर्को सेलमा मुभ गर्न सक्नुहुन्छ। ट्युजडे इन्टर चाहिँ नगरौँ, वेडनेसडे, थर्सडे र फ्राइडे। त्यसपछि यहाँ हामी राखौँ फिजिक्स, केमिस्ट्री, नेपाली, म्याथ। त्यसपछि हामीले यहाँनिर यो दुईवटा सेललाई मर्ज गर्नुपर्ने छ, त्यही भएर म यसलाई सेलेक्ट गर्छु, राइट क्लिक गर्छु, मर्ज सेल गर्छु। त्यसरी अर्को मर्जिङ मलाई यो दुईवटा सेलमा चाहिन्छ, म सेलेक्ट गर्छु, यसलाई मर्ज सेलमा गएर मर्ज गर्छु। यो दुईवटा सेललाई सेलेक्ट गर्छु, यहाँबाट म मर्ज गर्छु। त्यसपछि यो दुईवटा सेललाई सेलेक्ट गर्छु, यसलाई पनि मर्ज गर्छु, र फ्राइडेको सबै सेललाई सेलेक्ट गर्छु, यसलाई पनि मर्ज गर्छु। ओके, अब यहाँ अरू सब्जेक्टहरू थप्दै जाउँ। अब यहाँ चाहिँ हाम्रो प्र्याक्टिकल फिजिक्सको प्र्याक्टिकल भनेर राखौँ, म्याथ, यहाँ चाहिँ लिभ। ओके, त्यसपछि यहाँ प्रोजेक्ट भन्ने छ, इङ्ग्लिस, म्याथ, नेपाली, फिजिक्स, त्यसपछि फेरि नेपाली। अब यो सब्जेक्ट त जुन राखे पनि भयो अहिलेको लागि। म्याथ, केमिस्ट्री, नेपाली, त्यसपछि यहाँ फेरि प्र्याक्टिकल भनेर। अनि यहाँनिर चाहिँ हाम्रो लिभ भन्ने छ, चाहिँ हाम्रो एउटा ओभरअल एउटा फर्मेट प्रिपेयर भइसकेको छ। अब यसलाई फर्मेटिङ गर्नतर्फ लागौँ। सबभन्दा पहिला यो टेबललाई सेलेक्ट गरौँ र सबै यो टेक्स्टहरूलाई यहाँबाट सेन्टेन्स किस बनाइदिउँ। त्यो गरेपछि हाम्रो सबै वर्डहरूमा सबै सब्जेक्टको फर्स्ट लेटर चाहिँ क्यापिटलाइज बन्छ। अनि यो फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ पिरियडलाई यसलाई अलिकति बोल्ड गरिदिउँ। त्यसै गरी सन्डे, मन्डे, ट्युजडे यिनीहरूलाई पनि बोल्ड गरिदिउँ। र यसलाई हामी यसलाई सेलेक्ट गरौँ, यहाँबाट हामी टेबल डिजाइनमा गएर सेडिङमा यसलाई येल्लो कलरले फिल गरिदिउँ। त्यसै गरी डेजहरूलाई सेलेक्ट गरौँ, यसलाई हामी ओके ब्लू कलरले हाइलाइट गरिदिउँ, यसलाई पनि येल्लो कलरले नै हाइलाइट गरिदिउँ। र अर्को यहाँनिर हाम्रो अर्को कलर छ, यसलाई यो कलरलाई हाइलाइट गरिदिउँ। प्र्याक्टिकललाई पर्पल कलरले हाइलाइट गरिदिउँ। प्रोजेक्टलाई ब्राउन कलरले हाइलाइट गरिदिउँ र लिभलाई रेड कलरले हाइलाइट गरिदिउँ। अनि त्यसै गरी अरू सेलहरूलाई पनि तपाईँले हाइलाइट गर्न सक्नुहुन्छ। जस्तै फिजिक्सको लागि छुट्टै तपाईँ कलर युज गर्न चाहनुहुन्छ भने फिजिक्सलाई सेलेक्ट गरेर यसरी जहाँ जहाँ फिजिक्स छ त्यहाँ यो कलर यसरी सेडिङ गर्न सक्नुहुन्छ। यसले चाहिँ हामीलाई सजिलै कुनै पनि सब्जेक्टहरू हेर्न अथवा गर्न सकिन्छ। जस हामीलाई यदि चाहिन्छ भने यसरी फिल कलर
चाहिँ सेडिङ गर्न पर्छ भने हामी यसरी कलर चाहिँ फिल गर्न सक्छौँ भन्ने एक्जाम्पलको लागि म अहिले गर्दैछु यो। किनभने हाम्रो अहिलेको अब्जेक्टिभ भनेको रुटिन बनाउने भन्दा पनि कसरी हाम्रो कलर टेबलसँग रिलेटेड टास्कहरू चाहिँ गर्न सक्छौँ त्यो प्र्याक्टिस गर्ने भएको भएर अहिलेले सब्जेक्टहरूमा ध्यान नदिउँ, यसरी कलरहरू सेडिङहरू गर्न सकिन्छ भन्ने चाहिँ ध्यानमा राख्नु होला। यसलाई म कलर फिल गर्नेछु। ओके, इङ्ग्लिसको लागि ओके, यसरी चाहिँ हामी कलर फिलहरू गर्न सक्छौँ, सेडिङबाट चाहिँ हामी राख्न सक्छौँ। अनि त्यसै गरी बोर्डरमा अब यहाँनिर हामीलाई एउटा डायगोनल बोर्डर चाहिन्छ भने यहाँनिर डायगोनल डाउन बोर्डर पनि छ, यसलाई हामी क्लिक गरेर राख्न सक्छौँ। आजको लागि माइक्रोसफ्ट वर्डमा टेबलसँग रिलेटेड टास्कहरू लगभग यति नै छन्। अब यो कुराहरूलाई तपाईँहरू एकचोटि आफै पनि प्र्याक्टिस गर्नुहोला। विशेष गरी टेबलबाट चाहिँ हामी डेटाहरूलाई एउटा टेबुलर फर्ममा रिप्रेजेन्ट गर्दाखेरि टेबलमा डेटाहरू इन्सर्ट गर्ने, त्यो टेबलमा भएका डेटाहरूलाई फर्मेटिङ गर्ने, डिजाइन गर्ने कामहरूको लागि हामी टेबल इन्सर्टहरू गर्छौँ। आजको लागि यति नै गर्छु। तपाईँहरूको केही जिज्ञासाहरू भए तपाईँहरू चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।